नमस्ते, स्वागत छ फेरि पनि अर्को एउटा नयाँ भ्लगमा। आज हामी चतराको भाइरल ठाउँसम्मको यात्रा गर्न गइरहेका छौँ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। चतराको भाइरल ठाउँ जानको लागि चाहिँ तपाईँ सिधै यो चतराको पुलसम्म चाहिँ पहिला सुरु आइसक्नुपर्ने हुन्छ। चतराको पुलबाट चाहिँ हामीले यो भिडियो सुरु गरेका छौँ। हेर्दै जानु होला बाटो कहाँसम्म कसरी जाने भनेर। लोकेसन थाहा पाउन चाहिँ सजिलो होस् भनेर चाहिँ तपाईँले सुरुमा यो चतराको पुलसम्म चाहिँ आउनुपर्ने हुन्छ। चतराको पुल आइसकेपछि चाहिँ हामी यहाँ बिस्तारै जाँदैछौँ, अगाडि जाँदैछौँ। यहाँबाट चाहिँ हामी सिधै माथि लाग्नेछौँ। यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू कोसीको भ्यू होइन, एकदम राम्रो भ्यू देखिन्छ। यहाँ बसेर एकछिन रिल्याक्स गरेर पनि जान सकिन्छ, एकदम राम्रो भ्यू छ होइन। यहाँबाट चाहिँ सिधै हामी माथि लाग्दैछौँ। चतराको पुल क्रस गरिसकेपछि चाहिँ अझै हामी नन स्टप यहाँ सिधै अगाडि जाँदैछौँ। यहाँ अब राम्रो भ्यूहरू हेर्दै होइन, एकदम ग्रिनरी छ, बाटो पनि एकदम सफा राम्रो होइन, हेर्दै जाँदैछौँ। यहाँबाट सिधै हामी अझै अगाडि जाने पर्ने हुन्छ। चतरा पुलदेखि चाहिँ केही समयको यात्रापछि चाहिँ हामी यो बेलका रिभर्स रिसोर्ट आइसकेपछि चाहिँ यो झन्डा राखेको ठाउँबाट चाहिँ सिधै यो पिच बाटो चाहिँ हामी माथि जानुपर्ने हुन्छ।
10-15 मिनेटको राइड गरिसकेपछि पनि अझै यहाँ हामी यो मनोरम दृश्य अवलोकन गर्दै अझै केही माथिसम्म जानुपर्ने हुन्छ। यहाँको बाटो चाहिँ लगभग प्राय पुरै सबै पिचै बाटो रहेछ। बाटो चाहिँ एकदम सजिलो नै रहेछ। फाइनली अब चाहिँ हामी यो चतराको भाइरल ठाउँ जाने बाटोको मेन ठाउँ चाहिँ आइपुगेको छौँ। ठ्याक्क यहाँबाट चाहिँ हामी माथि जानुपर्ने रहेछ। यहाँ चाहिँ जो सबजना बाइकहरू चाहिँ राख्नु हुँदो रहेछ। बाइक चाहिँ यहाँ राखेर चाहिँ यहाँबाट चाहिँ हामी हेर्न सक्नुहुन्छ। यहाँ तपाईँलाई बोर्ड पनि राखेको रहेछ हैन, यो प्याराग्लाइडिङ भनेर। यहाँबाट चाहिँ यो बोर्ड राखेको ठाउँमा चाहिँ ठ्याक्क हामीले यहाँ बाइक राखेर यो कच्ची बाटो यहाँ हेर्न सक्नुहुन्छ। यो बाटो माथि हिँडेर चाहिँ हामी जानुपर्ने हुन्छ। बाटो चाहिँ यहाँ भर्खर बन्दै रहेछ। बाटो अब त्यस्तै छ हैन, थोरै यहाँबाट चाहिँ 5-7 मिनेट चाहिँ माथि हिँडेर जानुपर्ने हुन्छ। यो बाइकहरू राखेको ठाउँदेखि चाहिँ हामी थोरै लेफ्ट साइडतिर चाहिँ यो तल रुखदेखि तल सानो बाटो छ हैन, यहाँबाट चाहिँ हामी तल जानुपर्ने हुन्छ। बाटो चाहिँ अहिले त्यस्तो बनिसकेको रहेछ, यस्तै छ बाटो हैन। यहाँबाट चाहिँ हामी थोरै ट्रेकिङ गरे जस्तै ट्रेकिङ फिल लिन सक्छौँ यो बाटोमा चाहिँ। चतराको भाइरल ठाउँ चाहिँ लगभग यहीँबाट चाहिँ इमेजिन गर्न सक्नुहुन्छ। वहाँ पर हामी कोशी नदी देखिरहेको छौँ हैन। बाटो चाहिँ यस्तो छ, बर्खामा चाहिँ एकदम गाह्रो हुने रहेछ। यसो विचार गर्दाखेरि चाहिँ यस्तो छ बाटो चाहिँ हामी हैन। यो बाटो हामी तल तल जानुपर्ने हुन्छ यो भाइरल ठाउँ पुग्नलाई चाहिँ। मान्छेहरू यहाँबाट आइराख्नु भएको रहेछ हैन धेरै। माथिबाट हिँडेर आइसकेपछि चाहिँ उताबाट यो होटल देख्न सक्नुहुन्छ। होटलबाट चाहिँ ठ्याक्क हामी यहाँ तल जानुपर्ने हुन्छ भाइरल ठाउँ हेर्नको लागि। फाइनली गाइज भाइरल ठाउँ तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ। तल सबजना यहाँ भिडभाड एकदम रहेको छ हैन। फाइनली हामी भाइरल ठाउँ चाहिँ आइसकेको छौँ। यहाँ हेर्न सक्नुहुन्छ एकदम भिड रहेको रहेछ हैन। अहिले चाहिँ प्याराग्लाइडिङ चाहिँ गर्नुभएको रहेछ। जस फाइनली भाइरल ठाउँ हामी आइपुग्यौँ। थ्याङ्क यू भेरी मच साथीहरू, भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा। लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। बाई बाई।